हेलो गाइज गुड मर्निङ नमस्ते सबै सन्चै हुनुहुन्छ। सो गाइज आजको ब्लग चाहिँ मैले यता गाउँबाट नै स्टार्ट गरेको छु। ओके, आजको भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ र एकदमै बवाल रहनेछ र भिडियोमा चाहिँ बनिराख्नु होला। अहिले चाहिँ म हजुरहरूलाई चाहिँ यता मेरो गाउँतिरको रमाइलो दृश्यहरू चाहिँ देखाउन गइरहेको छु। ओके गाइज, यतापट्टि चाहिँ हजुरले देख्न सक्नुहुन्छ यता पूर्व लाइन, अनि टक्क यतापट्टि चाहिँ मेरो घर रहेको छ, अनि यतापट्टि चाहिँ स्कुल रहेको छ। यो सानो सानो बालबालिकाहरूको लागि पढ्नको लागि चाहिँ स्कुल रहेको छ भने टक्क यतापट्टि चाहिँ आमको रुखहरू, अनि यता चाहिँ सूर्यदेव कि चाहिँ हो। ओके, यतापट्टि चाहिँ हजुरले देख्न सक्नुहुन्छ हाम्रो गाउँमा चाहिँ हाँस कुखुराहरू चाहिँ थुप्रै रहेका छन् गाइज। गाइज भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। र साथै मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र भिडियोलाई चाहिँ कन्टिन्यू गर्नु होला। गाइज म चाहिँ अहिले ठ्याक्कै यता जङ्गलतिर चाहिँ पानी भर्नको लागि चाहिँ बाल्टी र बोतलहरू चाहिँ चर्की चाहिँ लगेर चाहिँ जाँदैछु। धारा चाहिँ यता अलिकति टाढा रहेको छ। यतातिर गाउँतिर चाहिँ अलिकति समस्या यो पानीको रहेको छ गाइज। पानी भर्नको लागि त धेरै समस्या रहेको छ, जङ्गलतिर जानुपर्छ। दुईवटा धारा छन् त, एउटा जङ्गलमा रहेको छ अनि एउटा चाहिँ यतापट्टि रहेको छ। म चाहिँ अहिले यता जङ्गलतिर चाहिँ जान्छु, अनि टक्क जाने भनेको चाहिँ म चाहिँ यो बाटोबाट चाहिँ यता पानी भर्न चाहिँ जानुपर्ने रहेको छ गाइज। ठ्याक्क जङ्गल पनि एकदमै राम्रो रहेको छ। सर हजुरले चाहिँ देख्न सक्नुहुन्छ नजारा चाहिँ एकदमै वाउ रहेको छ है। अनि यतापट्टि चाहिँ पोखरी पनि रहेको छ, माछा पोखरी गाइज। हजुरलाई चाहिँ कस्तो लाग्छ है। म चाहिँ आज चाहिँ यता पानी लिनको लागि चाहिँ यता धारा छ, धारामा चाहिँ आइसकेको छु। लाग्छ यहाँ पनि धेरै भिड होला जस्तो लाग्छ, कस्तो छ हेरौँ। हजुरले स्वयं देख्न सक्नुहुनेछ यतापट्टि हाम्रो धारा, अनि यतापट्टि चाहिँ यो ठ्याक्कै यो ताल रहेको छ गाइज। टक्क हजुरले चाहिँ देख्न सक्नुहुन्छ है। ल हेर्नुहोस्, म चाहिँ आउँदाखेरि यो बाटो आएको, अनि टक्क यतापट्टि चाहिँ हाम्रो के रहेको छ भने स्वयं हजुरले नै देख्न सक्नुहुन्छ गाइज। अनि म चाहिँ यता पानी भर्नलाई चाहिँ जाँदैछु अहिले। अनि यो हजुरलाई चाहिँ देखाउँथेँ नि सर, यो गाइज च्याक्क वाइट यो कलरमा चाहिँ टेन्ट टाइपको बनाइएको छ गाइज। ल हेर्नुहोस्, यता चाहिँ यो पोखरीको टक्क नजारा चाहिँ यस्तो रहेको छ गाइज। फाइनली गाइज म चाहिँ धारा नजिकै चाहिँ पुगिसकेको छु। थोरै नै रहेको छ, यता तल धारा रहेको छ गाइज। धारानिर पुगिसके फाइनली गाइज। म चाहिँ धारानिर चाहिँ पुगिसकेँ पानी लिनलाई भनेर। अब चाहिँ म पानी भर्छु गाइज। गाइस म चाहिँ अब यो जर्किनलाई सफा गरेर पानी भर्नको लागि चाहिँ यता राख्दैछु। फाइनली गाइस यता चाहिँ यो जर्किन चाहिँ राखिसकेको छु, अनि टक्कै यता नजारा हजुरले देख्न सक्नुहुन्छ। ओके गाइस, फाइनली म चाहिँ यता धारामा चाहिँ आइसकेको छु। यता पानी भरिँदैछ जर्किनमा चाहिँ, अनि यतापट्टि चाहिँ बाबुहरूको चाहिँ स्कुल रहेको छ। ल हेर्नुहोस्, आज ट्याक्क भतिजाहरू स्कुल जाँदैछन्। उता फर्स्टमा चाहिँ हजुरले देख्न सक्नुहुन्छ है, फर्स्टमा चाहिँ गौरव चाहिँ
मेरो बाबु चाहिँ स्कुल जाँदैछ ल हेर्नुहोस् सबभन्दा अगाडि रहेको छ गाइस। अब पानी भर्ने पालो भनेको यता बोतलको रहेको छ। ओके गाइस म चाहिँ अब त्यो पानी भरेर त्यसपछि घर जानेछु। फाइनली गाइस म चाहिँ यता पानी भरेर चाहिँ अब जाँदैछु। पानी चाहिँ भरिसकेँ। म चाहिँ अब पानी लगेर चाहिँ घरतिर जाँदैछु। अहिले चाहिँ यो बाटो जुन बाटो आएको थिएँ त्यही बाटो चाहिँ जाँदैछु गाइस। ओके अनि यता यो रुख रहेको छ। ओके गाइस अब घरमा नै भेट्नेछु गाइस। फाइनली म चाहिँ पानी लिएर चाहिँ घरमा चाहिँ पुगिसकेको छु। यता पानी ल्याएर चाहिँ मैले राखिसकेँ। अब यो ढुङ्गा खोलेर चाहिँ यता भान्साकोठामा चाहिँ राख्छु गाइस। फाइनली खानापिना पनि बनिसकेको छ, रेडी भइसकेको छ। यतापट्टि चाहिँ यो पानी लगेर भित्र राख्दैछु। अब मेरो परिवारले चाहिँ मेरो बुढीले चाहिँ यता मन्दिरमा चाहिँ धुप बाल्दै हुनुहुन्छ गाइस। आज चाहिँ यो खाना चाहिँ बनिसकेको छ। फाइनली गाइस म चाहिँ घरमा चाहिँ आइसकेँ। अब एकछिनमा चाहिँ बजारतिर जानेछु गाइस। ओके गाइस म चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दाखेरि यता बल्मीतिर आएको छु। बल्मीको यता गाउँतिर अनि टक्क पछाडि चाहिँ हजुरले चाहिँ देख्न सक्नुहुन्छ यता जङ्गल रहेको छ। हाम्रो हरियो वन नेपालको धन भनेर चाहिँ एकदम हामीले प्रख्यात रूपमा चाहिँ हामीले चिन्ने गरेको छौँ, हामीले बुझ्ने गरेका छौँ। र म चाहिँ अहिले ठ्याक्कै यता बल्मीको गाउँतिर आएको छु। टक्क यतापट्टि चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बल्मीको गाउँ। अनि टक्क यता घरहरू देख्न सक्नुहुन्छ। अनि यतापट्टि चाहिँ मेन हाइवे रोड रहेको छ गाइस। म चाहिँ अहिले आउँदाखेरि चाहिँ यही बाटोमा आएको थिएँ। अनि टक्क यता साइडमा चाहिँ मैले गाडी चाहिँ यता देख्न सक्नुहुन्छ हजुरले चाहिँ ठ्याक्क यतापट्टि हजुरले देख्न सक्नुहुन्छ है। जङ्गल चाहिँ एकदमै वाउ ब्युटिफुल जङ्गल रहेको छ गाइस। टक्क हजुरले चाहिँ देख्न सक्नुहुन्छ है। म चाहिँ आज यता घुमघामको लागि भनेर चाहिँ आएको थिएँ। टक्क यतातिर यस्तो गाउँहरू एकदमै राम्रो लागेको हुनाले चाहिँ टक्क मैले चाहिँ यतातिरको दृश्यहरू हजुरलाई चाहिँ देखाउनु पर्छ र यतातिरको दृश्य हजुरलाई अवलोकन गराउनु पर्छ भनेर चाहिँ मैले यता आएको छु गाइस। टक्क हजुरले चाहिँ देख्न सक्नुहुन्छ है। ओके गाइस अब म यताबाट चाहिँ घरतिर जानको लागि म चाहिँ अब हिँडेको गाइस। फाइनली यतापट्टि चाहिँ पछाडि चाहिँ यो बाटो चाहिँ धेरै टाढासम्म रहेको छ र यतापट्टि टक्क हजुरले चाहिँ मेरो अटो देख्न सक्नुहुन्छ है गाइस। ओके बाई बाई बल्मी बाई बाई। अब म चाहिँ यहाँबाट चाहिँ जाँदैछु गाइस। ट्याक्कै यता मेन रोड नजिकै पुगिसकेको छु। अनि यतापट्टि चाहिँ हाम्रो बनबेडा चौमाला राजीपुर त्यसपछि सिधै हाम्रो काठमाडौँसम्मको जाने बाटो चाहिँ रहेको छ। अनि टक्क यतापट्टि चाहिँ स्कुल चाहिँ रहेको छ गाइस। यता चाहिँ यो बल्मीको स्कुल भनेर चाहिँ चिनिन्छ। ओके गाइस म चाहिँ फाइनली यता मेन रोड नजिकै पुगिसकेको छु। म चाहिँ अब यहाँबाट चाहिँ फाइनली अत्तरेको लागि चाहिँ जाँदैछु गाइस। फाइनली बल्मी बजारबाट चाहिँ म हिँडेँ है गाइस। यो चाहिँ यतापट्टि चाहिँ बल्मी बजारको नजिकैको यता रहेको छ है। हजुरले चाहिँ देख्न सक्नुहुन्छ। अनि यतापट्टि चाहिँ यो बल्मी बजार रहेको छ गाइस। फाइनली म चाहिँ यहाँबाट चाहिँ हिँडिसकेको छु गाइस। गाइस हजुरले चाहिँ देख्न सक्नुहुन्छ यतापट्टि चाहिँ हाम्रो पहाडको डाँडा काँडा रहेको छ भने यता चाहिँ यो हाम्रो खुटिया नदी रहेको छ। यताबाट चाहिँ यो म यता बल्मीबाट चाहिँ आएको थिएँ अहिले चाहिँ। अनि यता साइडमा चाहिँ मेरो गाडी रहेको छ हजुरले चाहिँ देख्न सक्नुहुन्छ है। ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ म चाहिँ अहिले यता खुटिया पुल नजिकै चाहिँ रहेको छु गाइस। ट्याक्कै यस्तो नजारा हजुरलाई चाहिँ देखाउनको लागि यतापट्टि चाहिँ यो अत्तरिया जाने बाटो चाहिँ रहेको छ हजुरले चाहिँ स्वयं देख्न सक्नुहुन्छ। फाइनली गाइस म चाहिँ यता खुटिया पुलमा चाहिँ आइसकेको छु। पछाडि चाहिँ ठ्याक्कै हाम्रो पहाडको नजारा चाहिँ एकदमै ब्युटिफुल रहेको छ। अनि यतापट्टि चाहिँ खुटिया पुल टक्क हजुरले चाहिँ देख्न सक्नुहुन्छ है। यो चाहिँ अत्तरियातिर जाने अनि यतापट्टि चाहिँ हाम्रो पूर्वतिर जाने चाहिँ रहेको छ। अनि यतापट्टि ठ्याक्क उताबाट चाहिँ
यता हाम्रो पानी पास हुनको लागि चाहिँ यतापट्टि चाहिँ हाम्रो रहेको छ। यो चाहिँ हाम्रो तल धनगढीतिर मिक्स हुन्छ यो नदी पानी नदी चाहिँ टक्क अनि तल चाहिँ यसरी यस्तो राखेको छ गाइज सक्नुहुन्छ है। ओके गाइज फाइनली म चाहिँ अब यहाँबाट पनि जान्छु अत्तरेको लागि। हजुरलाई चाहिँ म यो दृश्य चाहिँ देखाउँ भनेर चाहिँ यसो रोकिएर चाहिँ म यता हजुरलाई चाहिँ देखाउनको लागि चाहिँ रोकेको थिएँ। ओके गाइज फाइनली अब अत्तरियामा चाहिँ भेट हुनेछ। फाइनली म चाहिँ बल्मी बजारबाट चाहिँ आइसकेको छु। अत्तरिया बस पार्कमा चाहिँ एकजना दाजु हुनुहुन्छ, दाजुलाई चाहिँ एउटा कुरा सोध्छु है, उहाँले चाहिँ के भन्नुहुन्छ ठ्याक्कै है। ल दाइ केही कुरा हजुरले चाहिँ भनिदिनु भयो। हाम्रो दिपक सरलाई यो सेयर गरिदिनु होला, यो ब्लगमा चाहिँ मलाई सपोर्ट गरिदिनु होला भन्न म चाहन्छु। सबै दाजुभाइ दिदीबहिनीहरू सबै जति मोबाइल हेर्नुहुन्छ, यो मोबाइल टिकटक यो भिडियोहरू जतिले हेर्नुहुन्छ उहाँहरूले सबैजनाले सपोर्ट गरिदिनु होला भन्ने म अनुरोध गर्दछु। ल धन्यवाद भाइ, धन्यवाद। र गाइस यतातिर चाहिँ है थुप्रै गाडीहरू पनि रहेको छन् अनि उता साइडमा चाहिँ मेरो गाडी रहेको छ। यतातिर देख्न सक्नुहुन्छ यता बस पार्क है, हाम्रो यो अत्तरिया सुदूरपश्चिमको चाहिँ बस पार्क रहेको छ गाइज। टक्क हजुरले चाहिँ देख्न सक्नुहुन्छ है, यो बस पार्कको नजारा चाहिँ यस्तो एकदम वाउ रहेको छ। ओके गाइज फाइनली म चाहिँ बस पार्कमा चाहिँ पुगिसकेको छु है। म चाहिँ अहिले यता मलाई खेतीतिर आएको छु अनि यतापट्टि चाहिँ यो पुल बन्दैछ गाइज। अनि यता छोराको सँगसँगै आज हामी चाहिँ यता गाउँतिर आएका छौँ गाइज। यता हजुरले देख्न सक्नुहुन्छ यो कैलाली र कञ्चनपुरमा पर्ने पुल रहेको छ। यो पुल चाहिँ बन्दैछ गाइज फाइनली। ओके गाइज फाइनली म चाहिँ यता मालाखेतीतिर आएको छु अनि यतापट्टि हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ काठे पुल रहेको छ। अहिले आवत जावतको लागि चाहिँ यो लगभग 3-4 वर्ष भयो यो चाहिँ बनेको छ अनि ठ्याक्क यतापट्टि चाहिँ यो पुल चाहिँ नयाँ बन्दैछ है गाइज। फाइनली म चाहिँ यहाँ आइसकेको छु मालाखेतीमा। आई होप हजुरलाई चाहिँ यता गाउँ चाहिँ मनपर्ने छ गाइज है। यतातिर देख्न सक्नुहुन्छ यतातिर थुप्रै गाउँहरू रहेका छन् माथि गाइज। म चाहिँ आज यता यसो घुमघामको लागि आएको छु अनि यतापट्टि देख्न सक्नुहुन्छ हजुरले चाहिँ खेती किसानी रहेको छ गाइज। ओके आई होप गाइज आजको भ्लग हजुरलाई चाहिँ एकदमै मन परेको छ भने लाइक गर्न चाहिँ नबिर्सिनु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन थिच्न चाहिँ नबिर्सिनु होला। ओके गाइज अब नेक्स्ट यही टपिकमा भेट्नेछौँ। ओके गाइज बाई बाई।